बिएमआई क्याल्कुलेट गर्न त मैले पटक पटक सिकाइरहेको हुन्छु। अनि धेरैजनाले चाहिँ अब वेट लस कसरी गर्ने, वेट गेन कसरी गर्ने भनेर सोध्नुहुन्छ। मोस्टली चाहिँ सोध्ने भनेको वेट लस चाहिँ कसरी गर्ने भनेर चाहिँ सोध्नुहुन्छ। मेरो सिम्पल आन्सर भनेको चाहिँ क्यालोरी डिफिसिटमा बस्दा साथ वेट लस हुन्छ भन्छु मैले है। यो प्र्याक्टिकल्ली नै देखिएको चिज नै हो। हजुरले चाहिँ चाहिने क्यालोरिजभन्दा कम क्यालोरिज आफूलाई चाहिँ सब्सटेन हुनलाई चाहिने क्यालोरिज डिफिसिट गर्नुभयो, हेल्दी फुड खानुभयो, बाहिरको प्रोसेस फुड, मैदा, जङ्कहरू नखाएर चाहिँ यो प्रोटिनको मात्रा बढाउनु भयो, भेजिटेबल फ्रुट्सहरू बढाउनु भयो, डेली एक्सर्साइज गर्नुभयो भने चाहिँ अभियसली वेट लस हुन्छ है। नर्मल्ली चाहिँ वुमेनहरूको लागि है, महिलाहरूको लागि चाहिँ हजुरहरूले चाहिँ नर्मल काम गर्नुहुन्छ भने 1900 क्यालोरिजदेखि 2300 क्यालोरिजसँग प्रतिदिन चाहिन्छ भने, यदि पुरुष हुनुहुन्छ भने 2000देखि 2500 क्यालोरिजसम्म हजुरहरूको काम गर्ने अवस्था के छ, हजुरहरूले चाहिँ कस्तो काम गर्नुहुन्छ त्यो अनुसार चाहिँ हजुरहरूलाई चाहिँ क्यालोरिज एनर्जी चाहिँ चाहिन्छ। र त्यसमा चाहिने क्यालोरिजभन्दा केही प्रतिशत कम खानुभयो भने 400-500% कम खानुभयो भने चाहिँ पक्कै पनि वेट लस चाहिँ हुन्छ है, यो ग्यारेन्टी नै हो। त्यसको लागि हजुरले क्यालोरिज डिफिसिट मात्र नगरेर खाना सँगसँगै है हरेक दिन यो एक्सर्साइज पनि गर्ने है, त्यही अनुसारको फलफुल डाइटहरू चाहिँ खानुभयो भने पक्कै पनि वेट लस हुन्छ है। वेट लस गर्नको लागि चाहिँ म खाँदै खान्न, म भोगै बस्छु, बातै छोड्छु भन्ने कन्सेप्टले चाहिँ हुँदैन है। यदि हजुरहरूले वेट लस गर्नु छ, वेट गेर्नु छ भने चाहिँ प्रपरली टाइमली ब्यालेन्स डाइट गरेर खाएर नै वेट लस गर्न चाहिँ सकिन्छ है। त्यसको लागि सिम्पली मैले एउटा सबैजनालाई काम गर्ने एउटा रुटिन चाहिँ भन्छु है। हजुर बिहान उठ्नुहोस्, बिहान कति बजी उठ्नुहुन्छ, हजुरको चाहिँ 5 बजीदेखि अथवा 6-6:30सम्म नर्मली सबैजना उठ्नुहुन्छ, त्यो टाइममा उठ्नुहोस्। त्यस पछाडि उठ्दा साथ चाहिँ हजुरहरूले चाहिँ एक्सर्साइज गर्ने है। प्रत्येक दिन 10,000 स्टेप चाहिँ हिँड्नु पऱ्यो, 10,000 पाइला चाहिँ हिँड्नै पऱ्यो है। घरमा ओहोरदोहोर गरेको चाहिँ पाइलालाई चाहिँ हामी गन्दैनौँ, त्यो चाहिँ हिँड्नु पऱ्यो। त्यस पश्चात बिहान उठेर तातो पानीमा चिया सिड, जिरा वाटर है, डिटक्स वाटर, तपाईँले के खानुहुन्छ त्यो खाने है फर्स्टमा। अनि त्यस पछाडि 6-6:30-7 बजी कति खानुहुन्छ, त्यस पश्चात हजुरले चाहिँ लगभग 10-11 बजीतिर है रेगुलर रूपमा हजुरले के खानुहुन्छ, खानाहरू खानुहुन्छ, त्यसमा चाहिँ सकभर घिउ र भात चाहिँ नहालेर खानु होला। किनभने घिउ र भात खाँदाखेरि कार्बोहाइड्रेट र फ्याटको मात्रा बढी हुन्छ है। नर्मली हामीलाई चाहिँ धेरै यो एनर्जी दिने भनेकै फ्याट र कार्बोहाइड्रेटबाटै हो, त्यो चाहिँ कम खानु होला। त्यसमा पनि हजुरले दालको मात्रा बढी, तरकारीको मात्रा बढी, फलफुलको मात्रा चाहिँ बढी गरेर चाहिँ हजुरले खान सक्नुहुन्छ। त्यसै गरी 12-1 बजीको टाइममा ड्राई फ्रुट्सहरू, थोरै भिजाएको ड्राई फ्रुट्सहरू, ग्रिन टी, ब्ल्याक कफी, जसले चाहिँ यो फ्याट बर्न गर्न हेल्प गर्छ त्यो गर्न सक्नुहुन्छ। र सँगसँगै बिहान र बेलुका गरेर हजुरलाई चाहिँ यो एक्सर्साइजहरू, डान्सिङ गरेर हुन्छ,